हेलो नमस्ते सेवारो सेवानी फ्यापुला हजुर सबैजनालाई। अन्त आज चाहिँ म चाहिँ छोटो भिडियो बनाउँदैछु। छोटो भिडियो चाहिँ किन बनाएको भन्दाखेरि चाहिँ नि मेरोमा चाहिँ क्वेसन आएको थियो कि थ्याङ्क यू सो मच सोधिदिनु भएकोमा हो। क्वेसन चाहिँ के आएको थियो भन्दाखेरि चाहिँ नि मेरो चाहिँ दसैँको चाहिँ भ्लग आएन अरे, किन दसैँमा टिका लगाइन भनेर चाहिँ क्वेसन आएको थियो हो। फेरि पनि थ्याङ्क यू सो मच सोधिदिनु भएकोमा। हाम्रो चाहिँ जुठो परेकोले गर्दाखेरि चाहिँ नि टिका लाउनै भएन नि त। हाम्रो चाहिँ जहिले पनि हाम्रो चाहिँ यस्तै हुन्छ, जहिले पनि हाम्रो चाहिँ के भन्छ आफ्नो मान्छे धेरै भएको कारणले गर्दा होला नि त सायद है, सालुने कोही न कोही के भन्छ बितिराख्नु भएको हुन्छ होइन। अन्त टिकै मान्नै हुँदैन होइन। म चाहिँ नि बिहा गरेको चाहिँ नि टक्कै 10 वर्ष भयो होइन। 10 वर्षमा चाहिँ मैले चाहिँ 2 पल्ट मात्रै टिका लगाएको छु हो। एकपल्ट नानी हुनुभन्दा अगाडि, एकपल्ट चाहिँ नानी भइसकेर नानी सानो 1 सालको हुँदाखेरि मात्रै टिका लगाएको होइन। 2 साल मात्रै भयो मैले चाहिँ टिका लगाएको 10 वर्षमा होइन। अनि मेरो नानी पनि सानो थियो नि त, 1 सालको जस्तै थियो। अन्त त्यति बेला टिका लगाएको। अन्त अहिले त मेरो नानी 5 साल पुग्दैछ नि त। अन्त मेरो नानीलाई पनि यादै छैन क्या टिका चाहिँ के हो भनेर, दसैँ के हो भनेर। नानी दसैँमा के गर्छ भन्नुपर्छ कि दसैँमा खेल्नुपर्छ भन्छ क्या। अब त्यो स्कुल छुट्टी भएर दिनभरि खेल्नु पाउँछ नि त, त्यो भएको कारणले गर्दा नानीले पनि दसैँमा चाहिँ टिका लाउनुपर्छ भन्दैन हो, नानीले चाहिँ खेल्नुपर्छ भन्छ क्या। दसैँमा पनि नानीलाई पनि अब बिर्सिसकेको क्या, यादै नभइसकेको। अन्त हामीलाई पनि त्यस्तै हुन्छ, दसैँ आयो भने पनि टिका के भन्छ कस्तो न कस्तो क्या, दसैँ न टसै। अब हामी चाहिँ खालि खायो घुम्यो हो। अन्त फेरि पनि थ्याङ्क यू सो मच सोधिदिनु भएकोमा। हाम्रो चाहिँ टिका लाउनु नभएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ भिडियो बनाइनँ। अब कहीँ त गइनँ हो, घरको घरमै। अनि के भन्छ टिका लाउनु नभए पनि जाँदा त हुन्थ्यो, तर योपालि चाहिँ हामी चाहिँ गइनँ हो। जहिले पनि त्यस्तै हुन्छ नि त, जहिले पनि टिका लाउनै हुँदैन। अन्त हामी चाहिँ योपालि गइनँ कतै पनि, घरको घरमै भयो हो। अनि मैले चाहिँ यही भन्नुको लागि भिडियो बनाएको हो। अब कुन चाहिँ साल हामीले टिका मान्नुहुन्छ त्यति बेला चाहिँ भिडियो बनाउँछु नि है। नाच्दै आउँथे दसैँ आउन तपाईँले नि, यस्तो मजा भाथेन कहिले नि भनेर चाहिँ भिडियो बनाउँछु ल। पक्कै हेरिराख्नु होला, अहिले क्वेसन गर्नुहुनेले चाहिँ हो। अर्को साल चाहिँ सायद टिका लाउनुहुन्छ होला। होस् भनेको है, मेरो नानीलाई पनि अब बिर्सिसक्यो क्या। नानीले पनि दसैँमा चाहिँ के गर्नुपर्छ भनेर चाहिँ। अब नानीहरूलाई त यस्तो हुन्छ नि, दसैँमा टिका लगायो, पैसा पायो। यो सानो सानो उमेरमा त त्यस्तै त हुन्छ नि, टिका लगाएर पैसा पाउँछ भनेर खुदी हुन्छ। तर छैन, हाम्रो नानीहरूलाई त्यस्तो केही यादै छैन क्या, खालि खेल्नु पाउँछ भनिरहेको हुन्छ हो। मैले चाहिँ यति भन्नुको लागि चाहिँ भिडियो बनाएको थियो। बाई बाई सबैजनालाई। अनि तपाईँहरूले चाहिँ साह्रै रमाइलो गर्नुभयो होला है। दसैँमा त साह्रै रमाइलो हुन्छ, यता गयो उता गयो टिका लगायो है। अनि बाई बाई। म चाहिँ यति भन्नुको लागि चाहिँ भिडियो बनाएको। किन